कहिले जाने घर भन्नु त बोजूमा? दसैँमा। बोजू दसैँमा आउँछु भन्नु। बोजू दसैँमा आउँछु। त्यसरी बोल्नु त बोजूमा त्यो त भयो भने त बस्दै। छुट्टी दसैँमा कति दिन्छ छोरी? छुट्टी कति दिन्छ दसैँमा? सानीहरूसँगै जाने कि तपाईँ मात्रै? म मात्रै हो। तपाईँहरूसँग जानुपर्छ ल खै है। तपाईँ यतापट्टि कपडा लिएर आउनु त। यता छोरी टक्टक त मसडा के बस्यो ऊ पर हेर्नु न बहिनीको ताल। बाबालाई बल्ल बल्ल भेटेको छोरीले त माया गर्नु न पिट्नु मात्रै हुन्छ त होइन। बाबालाई अझै घटाएर सेकुवा बनाउने। अब हेर्नु डालमा ल। बोजूलाई पठाइदिन्छु ल म। ल भइगयो बहुत हान्यो। ल आउनु यता सेवार गर्नु त बोजूलाई पनि पठाइदिन्छु भने। सेवार बोजू भन्नु। ए को त्यसो गर्नु? त्यसो नगर्नु, त्यसो गर्नु हुँदैन। काव्य पनि हान्नु, काव्य पनि हान्नु। नेभर गिभ अप। अलि तल जानु, त्यस्तरी हुन्छ माथि माथि छिटो। नमस्ते सेवारो बजू। कहिले आउने अरे घर भनिदिनु। दसैँमा आउँछु भनिदिनु। बोजू दसैँमा आउँछु भनिदिनु। बोजूलाई दसैँमा आउँछु भनिदिन्छ अरे। दसैँमा आउँछु म। दसैँमा आउँछु हामी। पुरा घर बोजूलाई सम्झिनु भएको छ? छ।